हेलो गाइस, फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। सो आज चाहिँ म धेरै दिनपछि आज ब्लग बनाउँदैछु। किन भनेपछि आज चाहिँ जेनरल फिल्डमा केही मिटिङ छ, आफ्रा भन्ने चिज हाम्रो चर्चको बारेमा मिटिङ हुँदैछ। सो आज त्यहाँ जान्छु हामीहरू, तपाईँहरूलाई पनि देखाउँछु। तपाईँहरू बनाएर आउनु। सो कस्तो के हुन्छ तपाईँहरूलाई म देखाउँदै गर्छु। सो तपाईँहरू बनाएर आउनु। अहिलेको लागि चाहिँ यतिमै राख्छु। हेलो गाइस, सो फाइनली हामी चाहिँ निस्किनुको लागि तयार भयो। सो रेडी भइसक्यो। अब हिँडेर जान्छु सोचेको थियो, बहुत दूर भयो यहाँबाट। त्यही कारणले स्कुटीमै जान्छु भनेर हामीले चाहिँ डिसाइड गर्यो। स्कुटी लिनु गएको छ बहिनी चाहिँ। सो म चाहिँ यहाँ पर्खिँदैछु उसलाई। सो तपाईँहरूलाई देखाउँछु उसले स्कुटी निकालेको। माथि राखेको छ स्कुटी चाहिँ मैले। सो हेर्नु सक्छ गाइस, यो बाटो चाहिँ नि पुरा तङ गर्छ यो होला। पुरा पानी जामेर बस्छ। सो म निकाल्दैछु। छिड्तादले निकाल्नै सक्दैन गाइस, के गर्नु अब। फटाफट निकालेर आउनुपर्ने, अब लेट भइसक्यो। सो गाइस, हामी चाहिँ फाइनली यहाँ फिल्डको छेउमा पुगिसक्यो। सो अब छिटो गरेर चाहिँ सो यो मान्छे त कट्टा छ त्यहाँ। अब हेर्नुपर्छ के हुँदैछ, मिटिङ चाहिँ हुँदैछ भन्दैछ। सो अब भनेर आउनु तपाईँहरू, हामीले त्यहाँ गएर कन्टिन्यू गरेर त्यहाँदेखि देखाउँछु तपाईँहरूलाई। सो अहिलेको लागि चाहिँ यतिमै राख्छु। सो गाइस, यहाँ हेर्नु सक्छ मान्छेहरू यहाँ थुप्रो कट्टा भएको रहेछ। यहाँ जेनरल फिल्ड हो, यो हाम्रो रोइङको चाहिँ जेनरल मेन फिल्ड हो। सो तपाईँहरूले हेर्नु सक्छ यहाँ पुरा मान्छेहरू कट्टा भएको छ, थुप्रो छ मान्छे। यो चाहिँ क्रिस्चियनिटीको केही फङ्सन हुँदैछ। सो तपाईँहरू बनाउनु अहिलेको लागि चाहिँ यतिमै राख्छु, किनकि अब बनाउन सक्दैन मान्छेको छेउमा। सो अहिले सेवा हुँदैछ। सो त्यो कम्प्लिट गरेर त्यहाँदेखि जब हुन्छ लास्ट एन्डिङमा त्यतिखेर म कन्टिन्यू गर्छु। अहिलेको लागि चाहिँ यतिमै राख्छु। हमें भाईचारा में जीने दीजिए, हमें शांति से जीने दीजिए। मैं ट्राइबल हूँ, मैं ईसाई धर्म से हूँ और मैं बहुत गर्व से ईसाई हूँ। मैं बहुत गर्व से ईसाई हूँ और मैं गर्व से ट्राइबल हूँ। धर्म बदलने से पूर्वज ने। सो गाइस, फाइनली हामीले चाहिँ यहाँ आफ्राको त्यो मिटिङ चाहिँ सबै खत्तम गरेर सो अहिले निस्किँदैछ। सो प्रेयर्सहरू सबै गरिसक्यो। सो हेर्नु सक्छ मान्छेहरू सबै जाँदैछ मान्छेहरू। सो अझै हुन्छ। अब आज त फर्स्ट हो, त्यो अब चाहिँ सुरु छ हामीहरूको। सो को क्रिस्चियन हुनुहुन्छ यो आफ्राको लागि के भन्नु चाहन्छ तपाईँहरूले कमेन्ट गर्नु होला। सो होला तपाईँहरू क्रिस्चियनिटीहरूले। सो यतिमै राख्छु अहिलेको लागि चाहिँ, सिधै घरमा गएर कन्टिन्यू गर्छु अहिलेको लागि। सो गाइस, फाइनली म चाहिँ घरमा आइपुग्यो। सो प्रोग्रामहरू थियो, प्रोग्रामहरू भयो। तपाईँहरूले नि हेरिदिनु होला। सो कस्तो लाग्छ तपाईँहरूलाई नि। सो यो कुरा चाहिँ हो होइन, के हो विचार तपाईँहरूको नि, तपाईँहरूले कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला। सो यही थियो मेरो भिडियो चाहिँ। सो काम पनि गर्नु छ, कपडा सपडा पनि लान्छ, यत्तिकै फाङफुङ गरेर गएको थियो। सो त्यही हो, तपाईँहरू बस त्यही हो भन्छु। त्यो लाइक सब्सक्राइब गर्नु, अरू यो कमेन्ट सेक्सनमा भन्नु सही हो कि के हो, त्यति नै हो। सो अहिलेको लागि चाहिँ यतिमै राख्छु, नेक्स्ट ब्लगको लागि वेट गर्नु।